नेपाली वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रभित्र कस्तो छ होला, के सामान बनिरहेको होला त्यहाँबाट भनेर तपाईलाई जान्ने मन होला। म पनि विदेश जान्थेँ होला। यहाँ चाहिँ हाम्रो महावीर सरले धेरै युवाहरूलाई चाहिँ जे होस् राख्नु भएको भनौँ न। हाम्रो साथी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र भित्रै पुग्नु भएको छ र त्यहाँ के बनिरहेको छ, के बन्दैछ भनेर तपाईलाई देखाउँदैछ। राष्ट्रिय आविष्कार केन्द्रमा आइपुगेका छौँ हामी। राष्ट्रिय आविष्कार केन्द्रमा पढ्दै सिक्दै पढेको केही अनुभव हासिल गरिरहेका युवाहरूले कसरी काम गरिरहेका छन्, उनीहरूको अनुभव के छ त त्यो देखाउनेछौँ। यो सब जलाउने मेसिन अन्तिम चरणमा छ। सँगसँगै खुवा बनाउने, चाकु बनाउने मेसिनदेखि यहाँ तोरी पेल्ने, कोदो पिस्ने लगायतका यसरी यो मिल पिसानी कुटानीसँग प्रयोग हुने मेसिन समेत बनिरहेका छन् र सँगसँगै अन्य थुप्रै मकै पोल्ने मेसिनदेखि बाँस चिर्ने, काठ चिर्ने मेसिन लगायतका थुप्रै औजार उपकरणहरू यो आविष्कार केन्द्रमा बनिरहेका छन्। हामी 12 ग्रेजुएट स्टुडेन्ट्सहरू हुन् अनि हामी यहाँ एनआइसीमा चाहिँ हाम्रो प्रोजेक्ट लिएर आएको छौँ। हामीले महावीर पुन सरलाई भेट्यौँ अनि यहाँको दाइहरूलाई भेट्यौँ अनि हामी चाहिँ हाम्रो प्रोजेक्टमा अहिले वर्क गर्दैछौँ। हाम्रो प्रोजेक्ट चाहिँ दुईवटा छ। एउटा भनेको तपाईँको भविष्यको बट्टा भन्ने छ। त्यो भनेको चाहिँ सबै विज्ञानको विषयहरूलाई समेटेर हामीले एउटा स्टिम किट बनाएको छौँ अनि त्यो किटको थ्रुबाट चाहिँ हामी स्कुलमा गएर हामी रिसर्च कन्डक्ट गर्छौँ। एउटा कन्ट्रोल ग्रुप, एउटा अनकन्ट्रोल ग्रुप अनि प्र्याक्टिकल्ली त्यो स्टिम किटको थ्रुबाट पढाउँदाखेरि चाहिँ स्टुडेन्ट्सहरूले कस्तो आउटपुट देखाउँछन् भनेर एउटा रिसर्च पेपर ड्राफ्ट गर्छौँ। यसको गोल चाहिँ इभेन्चुअली नेपालमा प्र्याक्टिकल एजुकेसनलाई इम्फसाइज गर्ने हो। अर्को प्रोजेक्ट चाहिँ हामी काम गर्दैछौँ भर्खरै तपाईँको सोलर ल्याम्प्समा। यसले चाहिँ तपाईँको हाम्रो हेरिटेज साइटहरू हुन्छ नि, जस्तै मोनुमेन्ट्सहरू भयो, त्यसमा चाहिँ प्रोपर लाइटिङ सिस्टम हुँदैन अनि यो सोलर प्रोजेक्टको थ्रुबाट चाहिँ त्यसलाई प्रोपर लाइटिङ दिने अनि यस्तो वेमा लाइटिङ दिने कि त्यसले गर्दाखेरि चाहिँ तपाईँको लाइट पोल्युसन नहोस् अनि त्यो चाहिँ हाम्रो गोल रहेको छ। तपाईँले अनुसन्धान आविष्कार गर्न पनि पाउनुहुन्छ प्लस अनि एन्टरप्रेनर तपाईँ बन्न खोज्नु भएको छ भने चाहिँ तपाईँ यहाँ एउटा प्लेटफर्म जुन यहाँ छ, यहाँ आएर तपाईँले के आफ्नो प्रोडक्ट बनाइसकेपछि आफू तपाईँ मार्केटमा पनि जान सक्नुहुन्छ। त्यो पनि अवसर छ यहाँनिर। यो मेकानिकल लाइनमा केही गर्न चाहन्छु भन्नेलाई अलिकति सिप भएको मान्छेलाई, पैसा नभएको मान्छेलाई विशेष गरेर आइडिया छ, पैसा छैन भने त्यस्ता मान्छेले यहाँ आएर काम गर्न एकदमै सजिलो छ। सबै कुरा राम्रो छ, खाना बस्नुदेखि लिएर सबै कुराहरू निःशुल्क हुन्छ। यहाँ धम्माधम ड्रोन निर्माणको काम गरिरहनु भएको छ। हामी उहाँसँग पनि कुराकानी गर्छौँ। पढ्दै हुनुहुन्छ हजुर? हाम्रो पढाइ चाहिँ सकिसकेको छ। ब्याचलर कम्प्लिटेड हो हामी सबै। हामी खासमा चाहिँ अब डिफ्रेन्ट फिल्डको इन्जिनियरहरू छौँ हामी। कसरी चाहिँ यसलाई चाहिँ अब हाम्रो इन्जिनियरिङलाई चाहिँ कसरी